बाबुहरू हो, धेरै दिन भइसक्यो तिमीहरूलाई प्रश्न नसोधेको, त्यही भएर आज म तिमीहरूलाई प्रश्न सोध्छु है त। हुन्छ सर हुन्छ। ल बाबु सन्तोष उठ त। सर आज मलाई पहिला सोध्नु, म उत्तर दिन्छु। ए बाबु सुइकुट्टे, तँलाई पहिला सोध्नु पर्यो? त्यो चाहिँ उठ्न त। ल भन, नेपालको राष्ट्रिय चरा कुन हो? डाफे। ओ बाबरे, आज सूर्य कताबाट उदायो? आज त सूर्य पश्चिमबाट उदायो जस्तो छ। आज तँलाई अर्को प्रश्न सोध्न मन लाग्यो, ल है त तँलाई आज अर्को प्रश्न सोध्छु। हुन्छ सर। ल भन त, नेपालको राष्ट्रिय फुलको नाम के हो? लाली गुराँस। वाता, आज तैँले के खाएर आए सुइकुट्टे? कहाँबाट खाएर आउनु सर? आज मैले के पनि खाएको छैन। केही नखायो भने क्यान्सर हुन्छ रे सर, त्यसैले यस्तो छ भने दिनु न। फेरि क भान्से यार यो। बाबु सुइकुट्टे, तैँले आज धेरै राम्रो गरेको छस्, तँलाई म अर्को प्रश्न सोध्छु है त। यहाँ सर सोध्नु के सोध्नु, म उत्तर त फटाफट दिन्छु कि फटाफट। ल भन त, नेपालका प्रधानमन्त्रीको नाम के हो? तिनको नाम लिनु भन्छ त बरु फालेर म छु यार।